आज हामी एउटा यो क्वेशन सल्भ गर्छौं। If 0.53 of anhydrous sodium chloride is dissolved in water to make 250 ml of solution, find the concentration of solution in terms of weight by volume percentage, gram per liter, molarity and normality. अब हेर्नु त हामी अहिलेसम्म यसका थ्योरीहरु सबै पढिसकेका छौं। जस्तै हामीलाई ग्राम पर लिटर भन्ने के हो थाहा छ कि छैन? छ नि, बोल्दा हुन्छ के थाहा छ नि। त्यो ग्राम पर लिटर भन्ने के हो? त्यो भने weight of solute present in के 1 liter of solution। के हो नि? यो त हामीले पढेको छ नि त। ग्राम पर लिटर भनेको 1 लिटर भोल्युम अफ सोल्युसनमा कति ग्राम अफ सोल्युट छ त्यो निकाल्ने हो नि त। अनि वेट बाइ भोल्युम पर्सेन्टेज हामीले के कुरा गर्छौं भनेपछि 100 ml मा कति ग्राम रहेको छ भन्ने कुरा हामीले फाइन्ड आउट गर्छौं, हो के हैन? अनि मोलारिटी भनेपछि हामीले के जानेछ? मोलारिटी भनेर हामीले के जानेछौं? नम्बर अफ मोल्स प्रेजेन्ट इन 1 लिटर अफ सोल्युसन, हो नि। त्यसपछि हामीले अर्को कुरा के पढाएछ? नर्मालिटी। नर्मालिटी भनेको हामीले के जानेछ? नम्बर अफ ग्राम इक्विभ्यालेन्ट्स प्रेजेन्ट इन 1 लिटर अफ सोल्युसन, हो के हैन? अब यी सबै आइडिया हामीलाई कन्सेप्टहरु थाहा छ भने अब त्यही कुराहरु बुझेर त्यही कुराहरु जानेर अब हामी चाहिँ यसलाई सल्भ गर्नु पर्छ। जस्तै हामीले दिएको कन्डिसन्स दिएका कुराहरु के छन्? गिवन कन्डिसन के छ पहिला चाहिँ लेखौं है। गिवन कन्डिसनमा हाम्रो के दिएको छ? मास अफ एनहाइड्रस सोडियम कार्बोनेट, मास अफ एनहाइड्रस सोडियम कार्बोनेट दिएको छ रे 0.53 ग्राम। ठीक छ यहाँसम्म? अर्को कुरा हामीले के दिएको छ भनेपछि dissolve in 200 ml of solution. So next given data is what? Volume of solution. Volume of solution हामीले दिएको छ। त्यो कति छ त? 250 ml। ठीक छ यहाँसम्म? अब हेरौं हामीलाई यो पहिलो कन्डिसन निकाल्नलाई हामीलाई जे डेटाहरु चाहिन्छ ती सबै आइसकेका छ, हामीले निकाल्न सक्छौं। दोस्रो ग्राम पर लिटरको लागि पनि सबै कुराहरु छन्, तर मोलारिटी र नर्मालिटी निकाल्नको लागि हामीलाई नम्बर अफ मोल्स र नम्बर अफ ग्राम इक्विभ्यालेन्ट चाहिएको छ, जसको लागि मोलिकुलर मास र अर्को के इक्विभ्यालेन्ट वेट अफ सोडियम कार्बोनेट निकाल्नु पर्ने हुन्छ है। सो पहिला हामीले त्यो डेटाहरु पनि निकाल्नु के गर्नु भनेपछि अब जस्तै अब मोलिकुलर मास अफ Na2CO3 यो कति हुन्छ ल? सोडियमको एटमिक वेट कति हो? 23 है। सो 2 into 23 प्लस है कार्बन को हाम्रो कति हुन्छ? 12 प्लस 3 into कति? 16। यो सबै हामीले क्याल्कुलेट गर्यो भने कति आउँछ? 106 आउँछ है। 106 ग्राम आउँछ। ठीक छ? अब यहाँ यति कुरा गरिसकेपछि अब हामी इक्विभ्यालेन्ट वेट पनि निकाल्छौं न सोडियम कार्बोनेटको। किन निकाल्नु पर्यो भनेपछि हामीले नर्मालिटीको लागि इक्विभ्यालेन्ट वेट राख्नु पर्ने हुन्छ है। सो अब हामी कुरा के निकालौं? इक्विभ्यालेन्ट वेट अफ सोडियम कार्बोनेट है। सोडियम कार्बोनेटको इक्विभ्यालेन्ट वेट कसरी निकाल्ने त? यो के हो? सल्ट हो नि त। हामीले यसको इक्विभ्यालेन्ट वेट निकाल्ने तरिका के जानेछ? मोलिकुलर वेटलाई केले डिवाइड गर्ने? उसमा के यो सोडियम आयन्स टोटल कति छ त्यसले डिवाइड गर्दै हो कि यहाँ 2 छ कि छैन? त्यसपछि के गर्ने? मोलिकुलर वेटलाई केले डिवाइड गर्छ? 2 ले। यो कति आउँछ? 53 ग्राम। ठीक छ? अब हामी हरेक जस्तो अब ए नम्बर सल्भ गरौँ न त। ए नम्बर सल्भ गर्नलाई के चाहिन्छ? अब वेट बाइ भोल्युम पर्सेन्टेज निकाल्नु छ भने के गर्नु पर्यो? मास अफ सोल्युट ग्राममा बाइ भोल्युम अफ सोल्युसन है। भोल्युम अफ सोल्युसन ml मा इन्टु के गर्नुपर्छ? 100 है। पर्सेन्टेजमा हामीले के गर्नुपर्छ? इन्टु 100 गर्नुपर्छ जाने त्यो फर्मुलामा। अब त्यसो भए यो काम गर्दाखेरि के गर्ने त? मास कति दिएको छ उसको? 0.53 र भोल्युम अफ सोल्युसन इन ml कति? 250 into 100
यो जति हामी क्यालकुलेट गरेका छौँ त्यो चाहिँ हाम्रो के हुन्छ रेट बाई भोल्युम पर्सेन्टेजको एन्सर हुन्छ। केही डाउट छ यहाँसम्म? सक्यो है? अब बी नम्बरमा छ है ग्राम पर लिटर। अब ग्राम पर लिटर निकाल्ने के गर्ने त? ग्राम पर लिटरलाई के गर्छौँ अब? ग्राम पर लिटर। ग्राम पर लिटर निकाल्न हामीले के जानेको छ? मास अफ सोल्युट बाई भोल्युम अफ सोल्युसन इन ml into 1000 यो हैन भनेपछि अब के गर्ने? मास अफ सोल्युसन मास अफ सोल्युट कति आछ? 0.53 अनि भोल्युम अफ सोल्युसन इन ml कति? 250 इन्टु के गर्ने? 1000। यसले हामीलाई जुन एन्सर दिन्छ त्यो केमा आउँछ? ग्राम पर लिटर आउँछ। ओके के अप्ठ्यारो छ यो दुईटाको अहिलेसम्म छैन है। अब हाम्रो सी नम्बरको प्रश्नले के भन्नु? सी नम्बरमा के सोधेको छ? मोलारिटी। के सोधेको छ? मोलारिटी। अब मोलारिटी निकाल्न चाहिँ के गर्छ त? नम्बर अफ मोल्स बाइ भोल्युम इन लिटर ये हैन अथवा भोल्युम इन ml भयो भने इन्टु 1000 गर्ने है त नि। सो नम्बर अफ मोल्स निकाल्ने कति हामी के हुन्छ? गिवन मास बाइ मोलिकुलर मास इजन्ट इट। यसको गिवन मास कति रे? 0.53। यसको मोलिकुलर मास कति? 106। भोल्युम कति? 250 इन्टु 1000। यो एन्सर हाम्रो जे आउँछ त्यति मोलार हुन्छ सोल्युसन। पुरा बुझ्नु भएको छ नि? ठीक छ नि? अब यसपछि हामीले 14 नम्बरमा के गर्नुपर्ने? नर्मालिटी। अब नर्मालिटी निकाल्न के चाहिन्छ हामीले? नम्बर अफ ग्राम इक्विभ्यालेन्ट्स ओके न। अब नम्बर अफ ग्राम इक्विभ्यालेन्ट्स कसरी आउँछ? गिवन मास बाइ इक्विभ्यालेन्ट इजन्ट इट। सो गिवन मास कति? 0.53। यसको इक्विभ्यालेन्ट वेट कति निकालेको छ भर्खर हामीले? 5353 है। अनि भोल्युम कति? 250 इन्टु 1000 है। यसले हामीलाई जुन एन्सर दिन्छ त्यति नर्मलको सोल्युसन हुन्छ। यसरी हामीले बेसिक कुराहरू है, बेसिक कुराहरू जस्तै सोल्युसनको स्ट्रेन्थ फाइन्ड गर्नलाई केही बेसिक युनिट्सहरू छन् त्यो रिलेटेड हामीले एउटा क्वेसन आज गरेको हो। केही डाउट छ?